धन्यवाद सर। यहाँ उपस्थित सम्पूर्ण अभिभावकज्यूहरू, विद्यालयका सहायक प्रधानाध्यापक, अन्य शिक्षक शिक्षिकाज्यूहरू, सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू लगायत यहाँ उपस्थित सम्पूर्णमा पुनः मेरो नमस्कार। हामीले असोज 2 गतेदेखि दशैंभन्दा अगाडि सञ्चालन गरेको विद्यालयको सेकेन्ड टर्म अर्धवार्षिक परीक्षाको आज हाम्रो क्यालेन्डरमा भएअनुसार नतिजा प्रकाशन कार्यक्रम अनुसार हामी कार्यक्रम नै सञ्चालन गरिरहेका छौं र हामीले क्लास नर्सरीदेखि 10 सम्मका विभिन्न स्थान ल्याउने विद्यार्थी भाइ बहिनीहरूको रिजल्ट भर्खरै पब्लिस गरिसकेका छौं भने अन्य बाँकी रहेका विद्यार्थी भाइ बहिनीहरू सबैको नतिजा हामीले फाइलिङ गरेका छौं। विद्यार्थी भाइ बहिनीहरूले परीक्षामा लेखेका सबै एन्सर सिट सहित हामीले फाइल तपाईहरुलाई घर दिने गर्छौं र हामीले अभिभावकहरूको बाक्लो उपस्थिति हुनेछ भन्ने आश पनि गरेका छौं, किनभने 570 जना विद्यार्थीहरू पढिराख्नु भएको छ। कम्तीमा पनि 400-500 अभिभावक त आउनुहुन्छ होला जस्तो लागेको थियो, तैपनि अभिभावकको आफ्नो आफ्नो बिजी शेड्युल। म लगभग 100 जति त अभिभावक यहाँ देख्दैछु। तपाईहरुको उपस्थितिको लागि धेरै धेरै धन्यवाद। र म केही सुझाव चाहिँ हाम्रो विद्यार्थी भाइ बहिनीहरूले चाहिँ केही सुझाव रहेका छन्, मैले सधैँ भन्ने गरेको छु। विद्यार्थी भाइ बहिनीहरू हामी अगाडि बोलाएर तपाईहरुलाई 3 जनालाई 4 जनालाई मात्रै यसरी पुरस्कार दिनको उद्देश्य के हो भने तपाईहरुलाई देखेर त्योभन्दा पछाडिको विद्यार्थीहरूले पनि मैले पनि त्यो पोजिसन ल्याउनु पर्यो भन्ने उहाँहरूलाई चाहिँ एउटा इक होस् र तपाईहरुलाई पनि अझ त्योभन्दा म राम्रो गर्दै जाउँ भन्ने, बेटर गर्दै जाउँ भन्ने तपाईहरुलाई पनि हौसला होस् भनेर हामीले यस्तो कार्यक्रम गर्ने गरेका छौं। जनरली कुनै विद्यार्थीहरू त्यही रिपिट हुनुभएको छ। सधैँ फर्स्ट हुने विद्यार्थी सधैँ फर्स्ट, नभए त्यो फर्स्ट हुने विद्यार्थी भन्दा मैले बढी मेहनत गर्नु पर्यो, त्योभन्दा राम्रो नम्बर ल्याउनु पर्यो, म चाहिँ त्यो 1 लेखेको ठाउँमा उभिनु पर्यो भनेर चाहिँ सबै विद्यार्थीहरूले एउटा आफ्नो इगो बनाउनु पर्छ। अन्य कुरामा तपाईहरु कम्पिटिसन गर्नुहुन्छ, म देख्छु फलानोले यस्तो कपाल काट्यो मैले पनि त्यस्तै काट्नुपर्छ, फलानोले चाहिँ यहाँ घुँडामा च्यातेको पाइन्ट लगायो मैले पनि त्यही लगाउनु पर्छ भन्ने कुरामा कम्पिटिसन नगरेर तपाईहरुले चाहिँ फलानो त्यहाँ 1 नम्बरमा उभियो मैले पनि त्यहाँ उभिने गरेर चाहिँ मेहनत गर्नुपर्छ, पढाइमा रिस्क गर्नुपर्छ भन्ने चाहिँ तपाईहरुले गर्नुपर्छ। धेरै अभिभावकहरूले चाहिँ के पनि गुनासो गरिराख्नु भएको छ भने सर यो विद्यार्थीहरू मोबाइल मात्रै चलाउँछन् भनेको मान्दैनन् भन्ने पनि तपाईहरुले गुनासो गरिराख्नु भएको। मलाई यो बिदाको बेला घर आएर पनि एकै अभिभावकले भन्नुभएको छ, यहाँ स्कुलमा पनि भन्नुहुन्छ। अब त्यो मोबाइल नचलाउनको लागि त हामी सुरुमै हामी अभिभावक नै बानी बिगार्छौँ जस्तो लाग्छ मलाई, किनभने तपाईहरु आफू केही काममा बिजी हुँदाखेरि चाहिँ सानो बच्चालाई ल एकछिन खेल्न त भनेर मोबाइल दिइराख्ने बानी पार्नु भएको छ। त्यसपछि त बच्चाको बानी परिसक्यो। अब यस्तो बानी परिसक्यो कि यति एडिक्ट भइसक्यो कि मोबाइलमा खाना खाने बेला पनि मोबाइल देखाए मात्रै खान्छु नत्र खाँदैन। अब बिचारा आमा बाउलाई यो बच्चा भोको रहनु भन्दा 2 गाँस खाला भनेर त्यहाँ पनि मोबाइल देखाउनुहुन्छ, त्यहीदेखि ट्र्याक बिग्रिहाल्छ। त्यो भन्दा बच्चालाई अलिकति समय चाहिँ हाम्रो अभिभावकले दिनु पर्यो। म तपाईहरुलाई रिक्वेस्ट गर्न चाहन्छु, किनभने एकदमै एडिक्ट छ अहिले बच्चाहरू। अन्य यो हामी चुरोट रक्सी नशा यस्तो नशा ठुलो मान्छेको भयो जस्तै बच्चाहरूको मोबाइलमा एकदमै एडिक्ट भइसकेकाले अब उनीहरूले मोबाइल बाहेक त्यो स्क्रिन बाहेक अन्य कुरा त देख्नै चाहँदैनन्। हामी सानो 2 वर्षको बच्चालाई पनि हातमा केही म्युजिक चलाएर चाहिँ मोबाइल दिइहाल्यो भने त्यो शान्त रहन्छ, त्यहाँदेखि नै एडिक्सन सुरु भइसक्यो। त्यसैले त्यो छुटाउनु हाम्रो एकदमै चुनौतीको कुरा छ र यो हाम्रो टिचरहरूलाई पनि केही सकिन्छ भने त्यो सम्बन्धी विभिन्न जनचेतनामूलक बच्चाले मोबाइल नचलाओस्, क्लासमा पनि तिनीहरूलाई चाहिँ मोबाइल कसरी नचलाउन् भन्ने किसिमका राइम्सहरू बनाएर, गीतहरू बनाएर, सङ्गीत बनाएर, डराएर कसरी हुन्छ त्योबाट तपाईहरुले पनि सहयोग गर्नुहुनेछ भन्ने मैले आश गरेको छु। र केही विद्यार्थी भाइ बहिनीहरूको धेरै राम्रो नतिजा छैन, हामीले फाइलिङ नै गरेको छौं। कोही त यस्तो विद्यार्थीहरू छन्, अब भन्न म यहाँ बाध्य छु, एउटा विषयमा पनि पास हुनु भएको छैन। फर्स्ट टर्ममा पनि त्यस्तै थियो, सेकेन्ड टर्ममा पनि त्यस्तै छ भने सुधार कहिले हुने? त्यसैले सम्पूर्ण अभिभावकहरूले यहाँ प्रत्येक क्लासको तपाईहरुले दिने सुझाव सहितको हामीले त्यहाँ डाटा लिने भनेका छौं। र एकैछिनमा मलाई आज हतार छ सर मेरो फाइल छिटो दिनु त म गइहाले भागिहाले भनेर चाहिँ तपाईहरुले त्यसरी आज भाग्न पाउनु हुने छैन। तपाईहरुले आफ्नो विद्यार्थीमा भएको कमजोरी सुझाव सल्लाह सहित अथवा हामीले स्कुलले गर्नुपर्ने कुरा, स्कुलले गर्नुपर्ने इफोर्ट के छ अथवा स्कुलले के कमजोरी गरिरहेको छ त्यो सम्बन्धी
सुझाव पनि दिएर जानुहुनेछ भन्ने मैले आश गर्दै पुनः यहाँ प्रत्येक क्लासको बेन्चमा फाइल छ, त्यहाँ सबै क्लास टिचर पनि बस्नु भएको छ र आफ्नो बच्चाको बारेमा राम्रोसँग बुझेर जानुहुनेछ र अझ घर तपाईहरूले त्यहाँ सबै कपीहरू पल्टाएर विद्यार्थीले यो सिकेको छ यो सिकेको छैन भन्ने मूल्याङ्कन गरेर पछि हामीलाई त्यो फाइल बुझाउनु हुनेछ भन्ने आश गर्दै तपाईँहरूको यो उपस्थितिको लागि तपाईँहरूलाई पुनः धेरै धेरै धन्यवाद दिँदै म आफ्नो मन्तव्य टुङ्ग्याउँछु। धन्यवाद।